सुनाई पाठ 8 पारिस्थितिक प्रणाली। सजीव र निर्जीव दुई आधारभूत तत्त्व मिली वातावरण बनेको हुन्छ। सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठूला ठूला जनावरका साथै बोट बिरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ। निर्जीव तत्त्व भन्नाले घाम वा ऊर्जा, हावा, पानी, माटो जस्ता जीवनलाई आवश्यक पर्ने तत्त्व बुझिन्छ। सजीव र उसको वरपरको वातावरण वा निर्जीव तत्त्वबीच अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ठ अन्तर्सम्बन्ध भइरहन्छ। यही अन्तर्सम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ। वातावरणीय तत्त्वको समानुपातिक संरचनाका आधारमा पृथ्वीको वातावरणलाई जल, स्थल र वायु गरी प्रमुख 3 भागमा वर्गीकरण गरिएको छ। जलीय वातावरण त्यस्तो वातावरण हो जहाँ पानीको मात्रा बढी हुन्छ, जस्तै ताल, पोखरी, कुवा, खोला, नदी, सागर, महासागर आदि। यस वातावरणबाट जलीय पारिस्थितिक प्रणाली पनि तयार हुन्छ। वायु वातावरण त्यस्तो वातावरण हो जसमा हावाको मात्रा बढी हुन्छ, जस्तै वायुमण्डल। वायु वातावरणमा चराचुरुङ्गी तथा कीट पतङ्गको वातावरण पनि पर्छ। यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको पनि सिर्जना हुन्छ। त्यस्तै स्थल वातावरण हामी बसेकै ठाउँको वातावरण हो। घर, गोठ, माटो, ढुङ्गा, वन, खेतबारी, घाँसे मैदान, चौर, मरुभूमि र ठूला ठूला बस्ती नै स्थल वातावरणसँग सम्बन्धित छन्। यिनै वातावरणभित्र विभिन्न स्थलीय पारिस्थितिक प्रणाली स्वतन्त्र रूपमा सञ्चालित भएको पाइन्छ। स्थलीय पारिस्थितिक प्रणाली वन, मरुभूमि तथा घाँसे मैदान जस्ता 3 वटा स्थलीय प्रणालीमा वर्गीकृत हुन्छ। मानिसले प्राकृतिक स्रोतको प्रयोग गरी कृषि वा बाली प्रणाली लगायत ताल वा पोखरी बनाएर माछा पाल्ने जस्ता कृत्रिम पारिस्थितिक प्रणालीको विकास गरेको छ।